हजुरको घर कुन चाहिँ पर्यो आमा? यही हो हजुर। साइडको है? हजुर। यहाँ बस्नलाई कस्तो छ, आनन्द छ कि छैन? ठिक छ, मलाई त ठिक लाग्छ। ठिक छ है? किनभने पानीको ठुलो बाटो सुविधा? छैन, पानी हजुर छ। हजुर, पानी प्रशस्त छ है? हजुर अनि यो अगाडिको मेन ठुलो बाटो रहेछ नि, यो बाटो कोरिडोरको। हजुर। अब यहाँबाट रुटको गाडी पाउने बाटो पनि कतातिर भयो, नजिकै छ कि छैन? पाइन्छ, यहीँबाट नि पाइन्छ। नजिकै छ है? नजिकै छ। अब यहाँ त मेन गोदाम फ्याक्ट्रीहरू पनि छ त, यो अगाडिको दुध फ्याक्ट्री हो। रमाइलो छ, रमाइलो छ है, बस्नलाई आनन्द। आनन्द छ। ए यो कस्तो भने हजुर हजुर, ठुलो बाटोको ठुल्ठुलो गाडी ढ्याङी ढुङ्गी हिँड्छ नि, हजुर हजुर, त्यसमा चाहिँ त्यो छैन। त्यसमा छैन। फेरि ठुलो बाटोदेखि धेरै टाढा पनि छैन, टाढा पनि नजिकै छैन, नजिकै यही त हो। त्यही हजुर त हजुर। छ। यहाँ अनि हजुर बसेको कति भयो? म बसेको भयो 12-13 वर्ष। 12-13 वर्षै घर बनाएर बस्नुभएको छ, आनन्द छ बस्न। ठिक छ। ल आमा, सानो जानकारी दिनुभयो, हजुरलाई एकदमै धन्यवाद दिन चाहन्छु है त। नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ मेरो आफ्नो युट्युब च्यानलमा। प्रेम भाइले स्वास्थ्य र राम्रो जग्गा देखाउनुहुन्छ भन्नुहुन्छ क्या धेरैजना साथीभाइहरूले। आज तपाईँलाई यो काठमाडौँको महानगरपालिका बालाजु रिङ रोड भित्री भागमा रहेको यो एरियामा खाली नै जग्गा छैन, एउटा मात्रै जग्गा पाउनुहुन्छ तपाईँले। गोदाम फ्याक्ट्री कारखानाको लागि एकदमै उत्तम जग्गा रहेको छ, किनकि ठुलो कोरिडोरको हाइवे बाटोदेखि जम्मा 2 किता भित्री भागमा रहेको। एकदमै मिलाएर 5-6 वर्ष अगाडिको मूल्यमै तपाईँले यो जग्गा आफ्नो नाममा बनाउन सक्नुहुनेछ। यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइहाल्नुहुन्छ है त। आजको बिक्रीमा रहेको जग्गा यही नै हो, तपाईँले अब जस्ताको तस्तै देखाउँदैछु, लाइभ प्रत्यक्ष रूपमा हेर्न सक्नुहुन्छ। यसको यो ठ्याक्कै पश्चिम साइडमा पनि राम्रो चिटिक्क घर बनेको छ भने यो दक्षिण साइडमा पनि घर बनिसकेको छ, र यो उत्तर साइडमा पनि राम्रो घर बनेको छ। हेर्न सक्नुहुन्छ 4 कुना रुमाल आकारको जग्गा छ, वरिपरि घर नै घर बनिसकेको, मुद्दा मामला केही लफडा नभएको जग्गा होइन। किनकि अब मिच्न त कतै पनि ठाउँ नै छैन नि त, तपाईँले हेरिसक्नुहुन्छ होइन। वरिपरि वाल लगाएर घर ठुला ठुला बनाइसक्नु भएको छ भने खाली जग्गा बिक्रीमा रहेको जग्गा यही नै हो। अब यो अगाडिको भेग हेर्न सक्नुहुन्छ, टक्क यहाँनिर बाटो रहेको छ है। अब अगाडितिर यो बाटोको दृश्य देखाउने छु। यो अगाडि तपाईँले हेर्न सक्नुहुन्छ, यो दुध फ्याक्ट्री रहेको छ ठ्याक्कै साइडमा, र यो अगाडि मेन कोरिडोरको बाटोदेखि लगभग 2 किता भित्री भागमा 40 मिटर चढ्ने भने यो जग्गालाई टच हुने भन्दा पनि हुन्छ होइन। टक्क हेर्न सक्नुहुन्छ, यस्तो राम्रो जग्गा, मिलेको जग्गा, रुमाल आकारको जग्गा, एकदमै सस्तो मूल्यमा पाउनुहुन्छ तपाईँले। आजको बिक्रीमा रहेको जग्गा जस्ताको तस्तै तपाईँलाई देखाइसकेको छु। पक्कै पनि मन पारिसक्नु भयो होला, यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइहाल्नुहुन्छ है त। आहा नि यति राम्रो जग्गा हेरिसक्नु भयो, तपाईँले मन पारिसक्नु भयो होला, किनौ पनि लाग्यो होला, पक्कै पनि लागिसक्यो। यो जग्गा एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ महानगरपालिका बालाजु 16 बालाजु पुलभन्दा अलिकति भित्री भागमा चौमतीको कल्याण टोलमा रहेको चिटिक्कको 5 आना 2 पैसा 2 दाम जग्गा। यसलाई बाटो ठुलो कोरिडोरको बाटोदेखि जम्मा 2 किता भित्री भागमा 10 फुटे बाटोमा रहेको रुमाल आकारको जग्गा बिक्रीमा रहेको छ। वरिपरि घर नै घरको बिचमा रहेको छ है। यो जग्गा तपाईँहरू अफर भन्दा पनि हुन्छ, आजभन्दा 5-6 वर्ष अगाडिको मूल्यमा आफ्नो नाममा बनाउन सक्नुहुनेछ। यो जग्गा लिन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्, साइडमा हेर्नुहोस् न, जग्गाको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।